आजको थम्बनेल र टाइटल हेरेर सबलाई थाहा भइसक्यो होला। आज चाहिँ हामी जाँदैछौँ लभ डाँडा होइन। सो हाम्रो गाउँठाउँको लभ डाँडा जाँदैछौँ र अहिले चाहिँ हामी लभ डाँडामा आइसकेको छौँ। लुक एट द भ्यू। यस्तो छ गाइस। So guys, look at the view. लगडा वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु होइन। अनि जोस् आजको थम्बनेल र टाइटल हेरेर सबलाई थाहा भइसक्यो होला। आज चाहिँ हामी जाँदैछौँ लभ डाँडा होइन। मैले भ्लग कहाँबाट स्टार्ट गरेर आएको छु भने सर है त आफ्नै ठाउँबाट हो। यो चाहिँ हाम्रो गाउँ है त गाइस। यही हो मेरो गाउँ चाहिँ गाइस। अनि अहिले चाहिँ ठ्याक्कै टाइमको कुरा गर्नुपर्दा चाहिँ 4 बजिसकेको छ गाइस। कहाँको 4-5 बजिसक्यो गाइस होइन। 5 बजिसक्यो। अनि आज चाहिँ मसँग म मात्र हुन्छु नि त प्रायः जस्तो भ्लगमा। अनि आज चाहिँ मैले मेरो भाइलाई लिएर आइसकेको छु। ओए ल ठिक छ ल। त्यतिकैमा हामी माथि जानुपर्ने हुन्छ होइन। अनि एकचोटि भ्यूको कुरा गर्नुपर्दा चाहिँ यस्तो दामी छ र बेलुका बेलुका भइसक्यो नि त। त्यही भएर यस्तो टक्क लाएर छाया टाइपको के भन्छ शीतल नि भइसक्यो। ल जाम होइन। त्यो गाइस अब माथितिर अब प्लानिङ चाहिँ हाम्रो अर्कै थियो भन्न खोजेको। अलिकति अब अलि हुन्छ नि छुट्टै तरिकाको गरौँ भनेको। अब के भयो हल्का लेट भइसक्यो। अनि मैले युट्युबमा भ्लग नहालेको पनि अलिकति धेरै नै भइसक्यो नि त गाइस। हाल्नु पऱ्यो र यति धेरै माया र साथ सपोर्टको लागि चाहिँ धेरैभन्दा धेरै धन्यवाद छ। त्यो गाइस लेट्स सी। अब बाटो चाहिँ यस्तो छ के अरे होइन। घाम पनि टिलिक्कै ढल्किरहेको छ। त्यही एउटा अहिले भुटाउँला लगडा। त्यतिकैमा चाहिँ हामी अलिकति माथि आइसकेको अवस्था। अनि यता माथिको गाउँलाई चाहिँ के भन्छ भने कतिजनालाई थाहा, म चाहिँ के अरे 1 वर्ष अगाडि नि भ्लग गर्थेँ कि गाइस होइन। कतिजनालाई थाहा छ। अनि त्यति बेला नि मैले यता माथिको सुरुमा फर्स्ट भ्लगै यता माथि आएर गरेको थिएँ कि। अनि अहिले पनि फेरि आउँदैछु होइन। त्यो सब नयाँ च्यानलमा कन्टेन्ट बनाउनु के हुन्छ कि गाइस गाउँमा बसेपछि। तर बिस्तारै हान्ने टाइम आउँदैछ है त्यो कुरा। अनि त्यही हो यस्तो सिडीको बाटो अझै अब धेरै होइन 5 मिनट आइसक्नुला। अनि त्यही हो यस्तो दाम फुल छ यार। ओ माई गड। लगडा अहिले भेटौँला सुगडा होइन। अहिले चाहिँ हामी लभ डाँडामा आइसकेको छौँ। लुक एट द भ्यू। यहाँनिर चाहिँ कसको दाउरा राखेर छ अलि गाइस कस्तो देखियो होइन। अनि यस्तो अहिले चाहिँ भर्खरै आएर चाहिँ हामीले फोटोसोटो पनि खिचिसक्यौँ कि गाइस होइन। अनि यतापट्टिको साइड चाहिँ पुरै बन हो कि। त्यो चाहिँ बन हो। अनि अहिले चाहिँ हामी अलिकति माथि पनि जान्छौँ। अहिले चाहिँ त्यहाँ माथितिर पनि जान्छौँ। अनि कस्तो भने क्वालिटी चाहिँ हल्का लो होला किनकि अलिकति 4 बजिसक्यो नि त अहिले। त्यही भएर एकदम यस्तो हामी यहाँनिर गएर पनि देखाउँछौँ तपाईँहरूलाई होइन। अनि यता माथितिर चाहिँ भलिबल पनि खेल्न लागेको रहेछन् कि गाइस। अनि त्यही भएर आम्मामा दामी देखियो है। यो चाहिँ सुन्दर बजार भन्छ कि गाइस यसलाई चाहिँ होइन। म चाहिँ ठ्याक्क कहाँनिर जान्छु भने यतापट्टि साइडतिर छ नि। यो चाहिँ कलेज हो कि खरे साइड भनौँ है। त्यतातिर चाहिँ म कलेज जान्छु। त्यही हो अब ठ्याक्क लाएर हामी अब 1-2टा सिनेमेटिक पनि हेर्नु होला होइन। अनि कस्तो बनाइन जस्तो भइरहेछ क्या। अनि माथि हो नि त एरियानिर चाहिँ भलिबल खेल्न लगाइराखन् कि ठ्याक्कै एरियानिर चाहिँ। अनि त्यही हो क्यामेरा कस्तो आएको छ होला है। ठिक आएको छ होला। त्यही हो अब 1-2टा फोटोसोटो हान्छौँ। त्यसपछि चाहिँ लाग्नुपर्ने हुन्छ माथितिर। त्यता माथितिर जान्छौँ है। माथिबाट चाहिँ सिन बवाल छ। अनि त्यही हो सिनेमेटिक पनि तपाईँहरूले चाहिँ यसो सानोतिनो हेरिसक्नु भइसक्यो होला होइन। अनि अहिले चाहिँ हामी उता माथितिर जाँदैछौँ कि अरे त्यतातिर हो यतातिर होइन स्याप्टा लाएर। त्यही हो त्यहाँ चाहिँ 2-4जना यसो भलिबल हाने होला। हामी चाहिँ खासमा भिडियो बनाउने भनेर आएको हो कि अरे। त्यो गाउँ चाहिँ अब यस्तै छ। छेउदो रोड चाहिँ दामी छ होइन। यता माथिको बाटो चाहिँ के भन्छ माथि च्यानपाटा जान्छ के अरे होइन।
अनि गाइज हामीले चाहिँ कस्तो सोचेको थियौँ भने माथि आएर अब अलिकति राम्रै गरौँला अनि खानेकुराहरू लिएर आउँला भनेको है, ठ्याक्क मिलेन कि भनेको जस्तो चाहिँ भएन गाइज। त्यही भएर नि हल्का खल्लो खल्लो भयो कि, तर ठिक छ। अब के कस्तो भयो कि मैले भिडियो बनाउनु त बनाइरहेको छु, तर म आफैलाई मजा आइरहेको छैन कि, त्यो टाइपको भइरहेछ। यता जाऊँ कि हामी त घुम्न आएको कि अब त्यही हो। यस्तो पछाडि साइड चाहिँ यस्तो देखिरहेको लगेडा हो फेरि होइन, अलिकति माथि नै आइसकेको छौँ। अनि यस्तो दामी देख्यो, पछाडि चाहिँ पुरै बन्छ होइन, यता पछाडि चाहिँ पुरै बन्छ। अनि देख्नु सक्नुहुन्छ कि हाममा सनसेट हेरियै खोजेको कि गाइज। यहाँबाट चाहिँ माथि होइन, यहाँबाट माथि चाहिँ जानुपर्छ, बबाल छ कि बबाल छ होइन। अनि म चाहिँ यहाँ कति बेला आएको थियो भने तपाईँहरूले हेर्नु भएको छैन होला होइन, कति धेरैजनाले। अब त्यो चाहिँ मेरो पहिलाको च्यानल हो, मैले भिडियोहरू पनि सबै प्राइभेट गरिदिइसकेँ हिँडा। अनि त्यो च्यानलमा चाहिँ यता हेऱ्यो, यता तलतिर चाहिँ लालीगुराँस हन्टिङ गर्न आएको थियो भनौँ न। भिडियोको टाइटल चाहिँ त्यो राखेको थिएँ होइन। त्यति बेला चाहिँ मैले एकै दिनमा गाइज, त्यति बेला त मसँग फोनहरू नि अब आफ्नो अलिकति राम्रो नै अरूकोबाट आइफोन मागेर गर्थेँ होइन गर्न त। अनि त्यति बेला चाहिँ एकै दिनमा 2टा भ्लग सुट हान्दै थिएँ क्या, त्यो पछि हाल्नलाई होइन। जस स्ट्रगल धेरै छ, अब एक दिन सक्सेस भइन्छ कि भइन्न त्यो त आफ्नो ठाउँमा छ कि होइन। त्यो गाइज अलिकति माथि गसी भेट्नुपर्छ। So guys, look at the view. हेर्नु यही प्लेसमा आउन खोजेको क्या हामी, यही प्लेसमा। कस्तो लाग्यो तँलाई? हेर्नु त भ्यू पनि आकाशको खतरा है। वहाँ पारी चाहिँ गाइज स्कुल छ भने होइन, वास्तविक कुरा होइन। यहाँनिर चाहिँ ब्लग नै फिल्म सुटिङ गरेको ठाउँ हो कि गाइज यहाँ चाहिँ क्या। त्यही भएर चाहिँ हामी यहीँ ठाउँमा आएको क्या, बब्बाल के यहाँ होइन। यस्तो दामी छ क्या, शान्त होइन, यस्तो दामी छ यार। ओ माई गड, बबाल बबाल बबाल। उहाँ चाहिँ फोटो सुट हान्ने पनि काम भइरहेछ होइन त्यो गाइज। अनि उहाँ पारी गाइज कहाँनिर भने हेऱ्यो पारी गाइज, यो चाहिँ बागे डाँडा भन्छ है गाइज, बागे डाँडा भन्छ। त्यही हो, अहिले भेटौँला एकछिनमा एक्सप्लेन गर्छु कि यो सबै कुराहरू। सो गाइज होइन, अहिले चाहिँ सिनेमेटिक पनि थोरै हेरिसक्नु भइसक्यो होला होइन। अब चाहिँ हामी यहाँनिर यस्तो हुन्छ नि, माइन्ड फ्रेस गरेर बस्छौँ कि होइन। यही यसैको लागि आएको कि हामी खासमा भन्ने हो भने होइन। हल्का हुन्छ नि, माइन्डहरू पनि फ्रेस हुन्छ क्या यस्तो यस्तो ठाउँमा बसेपछि। पिस ठाउँ छ नि त होइन। सो गाइज होइन, यहाँनिर रेस्ट लिइसकेपछि चाहिँ अब हामी चाहिँ ब्याक टु द तल हुन्छ होइन। अब चाहिँ हामी घरतिर जाने बेलामा छौँ। घरतिर भन्दा नि त्यहाँ तल केटाहरूले अहिले मैले भनिनँ, त्यहाँ तल चाहिँ भलिबल खेल्दैछन् होइन। त्यहाँनिर चाहिँ भलिबल खेल्ने केटाहरू पनि मैले चिनेको भन्दा पनि मसँग म 10 कक्षा पढिन्छ जसमा चाहिँ सँगै पढेको साथीहरू हो होइन। त्यो सबै साथीहरू नै हो भनौँ। त्यो हाम्रो फोटो हान्नै बिर्सेछ क्या, यति चाहिँ फोटो नहान्ने यहाँ झन् यस्तो दामी ठाउँमा। लगाइस फोटोसोटो हान्छौँ होइन। अनि त्यहाँनिर यसो भलिबलको क्लिपहरू पनि 1-2टा खिच्छु कि खिच्दिनँ, त्यो त अहिले हेर्नु होला होइन। खिच्यो भने खिचिहाल्यो, नखिच्यो भने चाहिँ अब तल यसो मन्दिरमा पनि जानुपर्ने छ होइन। किनकि माथि मन्दिरमा आइसकेपछि एकचोटि यसो ढोकसोक गरेर चाहिँ जानु नै पर्ने हुन्छ होइन। सो त्यसैले अब आजको भ्लग चाहिँ अलिकति यस्तो वाइल्डवाला कन्टेन्ट भइरहेको छैन, मलाई थाहा छ, तर ठिक छ।
झगडा होइन अब चाहिँ घरतिर फर्केको अवस्था र बाटो नपाएर यस्तो झाडी हिँड्नु पऱ्यो होइन अब चाहिँ घरतिर जानु लाग्यो हामी चाहिँ मकै बारी बजार चाहिँ यो चाहिँ बरबोट गाउँ हो होइन यस केटाहरूसँग खेलियो रमाइलो भयो होइन त्यही हो अरू चाहिँ के भन्नु र सो अलराइट गाइज होइन अहिले चाहिँ हामी घर पनि आइसकेको अवस्था र भाइ चाहिँ गइसक्यो घर होइन अनि म चाहिँ हल्का यतापट्टि आएर भिडियो बनाउँदैछु अनि अहिले चाहिँ अन्त लास्ट बेलुका भइसक्यो होइन अँध्यारो भइसक्यो अनि आजको भ्लग नि यस्तै भयो होइन छोटै भयो अब कति छ एडिट गर्दाखेरि भएन भने चाहिँ म भोलि बिहान नि भ्लग गरेर अब एडिट गरेर हाल्छु नत्र भने चाहिँ अब यहीँसम्म मात्र अनि अर्को कुरा भनेको चाहिँ के हो भने गाइज अब होइन मैले चाहिँ अब भ्लग अलिकति कस्तो भने अब कन्टेन्ट बनाउन नि गाह्रो हुन्छ हुन त भ्लग भनेको चिज कस्तो भने अब जे छ त्यही देखाउने कुरा हो तर पनि अलिकति हुन्छ नि गाह्रै हुन्छ कि गाइज डेली भ्लग बनाउन चाहिँ होइन अनि त्यही भएर चाहिँ मैले बरु छोटो मिठो भन्ने तरिकाले चाहिँ अब हुन्छ नि ग्याप दिँदै गरिरहेको छु त्यो पनि ठिकै छ गाइज अब अलिकति बरु यो चाहिँ अलिकति धेरै नै ग्याप भयो होइन 5-6 डे नै ग्याप भयो बरु 2 डे 3 डेजको ग्यापमा चाहिँ भिडियो हाल्छु म त्यो गाइज आजको भ्लग चाहिँ तपाईँहरूले के कस्तो लाग्यो होइन आजको चाहिँ अलिकति उसनै भइरहेको थियो होइन जस्ट ठिकै छ अब गाउँमा बसेपछि यस्तै हो कन्टेन्ट त होइन अनि अब त्यही हो गाइज अब गर्मी छ होइन आफ्नो केयर गर्नु होला ख्याल गर्नु होला आजको भ्लग यतितिर अन्त्य गरिदिन्छु सिउ नेक्स्ट भ्लग के कस्तो लाग्यो कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला यहाँसम्म भिडियो हेर्नु भएको छ भने कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला त्यो गाइज सिउ नेक्स्ट भ्लग बाई बाई एभ्रीवन लभ यु